हेलो गुड मर्निङ फ्रम दुलुत है। अहिले नै रुमदेखि निस्किसकेका छौँ। अब छोराछोरीहरू के गर्दैछन् होइन, हामी चाहिँ रुमदेखि निस्क्यौँ। छोराछोरीलाई बोलाउने अनि हामी निस्किने घुम्न। अब बोटिङ छ 9 बजी 9:30 बजीतिर। अब बोटिङ जाने, खाजा खाएर है त। हेलो 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 गाइजहरू, के छ गाइज? गुड मर्निङ। ए पढ्दै हो ल, ठिक छ, पढौँ त्यसो भने। ल रेडी हो? रेडी भइसक्यो छैन? ए अनि कहिले रेडी? ए अघि रेडी हुनु पर्दैन अनि अब त जानुपर्छ त उता बोटिङ। दादालाई थाहा थियो नि, भनेन? मिसनले बनाउँदै ब्रेकफास्ट, भुक्के रोटी मात्र पो। बिहानको नास्ता चाहिँ एकदमै ब्रेडहरू खाने, यस्तो राख्दै खाँदो रहेछ है बिहानको चाहिँ। यहाँ ब्रेड तताउने अनि यता के लाउने है। अन्डाको हो, यता मासुको छ। यहाँनिर मिसनले के बनाउँदैछ? के भन्छ? वाफल तताउने पो रहेछ। मिठो बिहानको नास्ता रुच्छ के हो मलाई त। फाइनली गाइज हामी चाहिँ भनेको खाजा खाइसकेर अब बोटिङको लागि जाँदैछौँ है। केटाकेटीहरू गाडीमा आइसके। यहाँ आमा चाहिँ गाडीमा, नानीहरू गाडीभित्र पसिसके। अब हामी पस्ने होइन। यो दुलुतमा चाहिँ यस्तो देखिन्छ, दुलुत एकदमै ठुलो पोखरी रहेछ। डाउन टाउन त तल ओह्रालोमा पो रहेछ त, दुलुतको डाउन टाउन त। समुद्रकै छेउ जस्तो देखिँदो रहेछ नि। तर यो लाइट हाउस पनि यतै होइन? खोइ ऊ त्यो पर ए लाइट हाउस। के साह्रो ओह्रालो रहेछ हौ आमामा। यो घडी भएको अनि ब्रेक लाउनु परेन ओह्रालोमा। दुलुतको डाउनटाउन यस्तो देखिन्छ। अमेरिकामा पार्किङ गर्दाखेरि चाहिँ यसरी तिर्ने हो यहाँ है। अब कति टाइमसम्म कति के हो त्यो नाम लाउनुपर्छ। पे हियर भनेर यसरी पार्किङमा राखिदिएको हुन्छ है। पैसा तिर्ने ठाउँ। अहिले भनेको हामी डाउनटाउन अब बोटिङतिर जाँदैछौँ गाडी पार्किङ गरेर। हामी चाहिँ वेलकम टु दुलुत हिस्टोरिक क्यानल पार्क, मिनिसोटा स्लिप ब्रिज अरे है। कत्रो मालवाहक विलियम एर्विन सिपहरू। ल हेरौँ यता सिप जहाजहरू यस्तो देख्न पाइँदो रहेछ हो दुलुततिर त। यतापट्टि समुद्र लेक। यहाँ कत्रो छ हौ जहाज त। लन्डन ब्रिज जस्तो खोलिने रहेछ नि त यो ब्रिज चाहिँ। हाइड्रोलिक सिस्टम रहेछ यो खोलेर चाहिँ यिनीहरू वारिपारी गर्ने यो ठुलो सिपहरू। यहाँ कुरो त त्यस्तो पो रहेछ त। यहाँ त यो किन भनेको त लन्डनको ब्रिज जस्तो यो उग्रिने रहेछ क्या। दुलुतको दृश्य चाहिँ यस्तो देखिँदो रहेछ है। साह्रै मजाले हो, समुद्र जस्तै देखिँदो रहेछ। तर यो समुद्र त होइन नि, पोखरी लेक हो नि। तर जे होस् समुद्र जस्तै देखिँदो रहेछ नि त। कता घुमाउने हो नि।
डाउनटाउनमा यत्रो बिल्डिङहरू हैट मान्छेहरू अब भेला हुँदैछ यहाँ जहाजमा जानको लागि मान्छेहरू भेला हुँदैछ हामी हिँड्ने जहाज चाहिँ यही हो यसैमा जाने हो कतिको एक्साइटेड छु रे जहाज चढ्नु अहिलेसम्म यस्तो ठुलो जहाज चढेको थिएन नि आमा चाहिँ चढाएको थियो कहाँ चढेको यस्तो भाइ यस्तो जहाज चढेको थियो फर्स्ट टाइम हो ठुलो जहाज पानी जहाज अब अमेरिकामा पहिलोचोटि चढिँदैछ है पानी जहाज Fixing my sign's going to be Captain Rex. We got a lot of captains on board today, but he'll be our tour guide today. And the only one that's not a captain will be my deckhand, Kaylee. She'll be behind the bar for the most part. Before we continue, I just kind of make sure I get in the right spot based on priority or general. So if you hear your name, you're in the line closer to me. If you don't hear it, you're in the name by my Captain Rex. So first of all, Sherry P is here. You're going to be right in this line. Dylan L, you're right in this line. Line बस्नु पर्ने. L, you're right in this line. Vanell Wing, you're right in this line. Kathy Y, you're in this line. अहिले भनेको जहाजमा चढ्नको लागि नाम लाइन अमेरिका भनेको यस्तो हुन्छ है बुढाबुढीहरू पनि हाम्रो नाम पनि आएको छ अहिले भनेको बुढाबुढीहरूको पनि यसरी लाइन बस्नुपर्छ अमेरिकामा नेपालमा हो भने हामी बुढाबुढी हामी अगाडि हुनुपर्छ भन्ने हुन्छ हैन अब यहाँ चाहिँ भनेको If you look at this big white thing in the water, if you have not noticed, that is indeed a boat. It's kind of shocking, but that's a boat. So a couple quick things about this boat, just around the exact same page. At all times, please watch your step. The doorways on our first and second deck do have raised sills. Their primary job is to keep out water. They're even better at catching your feet on a dry day like it is today. And good news is, every single doorway is marked with yellow paint, indicating a step. If you ever see yellow paint, assume there's going to be a step there. फाइनली हामी चाहिँ भनेको बोर्डिङ पास भएर अब जाँदैछौँ भित्र हाई भित्र जाँदैछौँ कता जाने हो माथला तलामा जाउँ हो ए यहीँ भित्र जाउँ पहिला यता जाउँ न सबै हाँटिहालिन्छ के त अहिले भित्र पसेका छौँ है हामी डाउन स्ट्रेट तल्लो तला हो यो चाहिँ हामी जाँदैछौँ बोटभित्र पस्नु डाइनिङ खानेकुरा पनि दिन्छ हाम्रो छैन होला किन्नुपर्छ खानेकुरो यहीँ बसौँ न अहिले भनेको हामी माथि टपमा जाँदैछौँ टप एकदमै माथि टपमा हेर्न भनेर आएको छौँ हामी ए त्यहाँ एक ठाउँ बस न जहाँ नि झर्छ है पर एउटा आउँदैछ पर फुच्चे आउँदैछ माथिदेखि रमाइलो देखिँदो रहेछ हाम्रो पाइलट बाजे पाइलट बाजे Captain Abby, she will be steering us around here, taking us out onto the lake and around the harbor here. Okay? यहाँदेखि छिराउँदैछ हाम्रो बोट हिँड्दैछ अहिले भनेको And it says like any other job, it has its ups and downs. More about the bridge as we come back in. Oh, one more thing. If you look up and down the roadway here on either side, this is one of the activities that everybody just lines up for. It's called being bridge. Okay? A lot of people use that as an excuse when they're late for work, even when they haven't been down here. पछाडिदेखि ब्रिज यो ब्रिज चाहिँ नागेर अहिले जाँदैछौँ र यहाँ चाहिँ लाइट हाउस छ यहाँ म देखाउँदैछु यो चाहिँ लाइट हाउस कन्स्ट्रक्सन भइरहेछ अझै ए यहाँदेखि त उयो पनि निकाल्दैछ जस्तो छ बालुवाहरू माटोहरू निकाल्दैछ जस्तो यो चाहिँ के गर
Now, Captain Abby's going to swing us around here, giving a left wheel, going off to the left a little bit. माटो चाहिँ यसरी निकालिँदो रहेछ है समुद्रबाट बालुवाहरू निकाल्दैछ नि Also, if you look there, you'll see a line of rocks on shore. Okay? दुलुत डाउनटाउन Because this all used to be sandy beach, much like what's up to the right here, all the way down to the lift bridge. यो चाहिँ दुलुतको डाउनटाउन हो सिपदाबाट देखिने The beaches and the boardwalk for about 3 years running. So सिपबाट देखिने दृश्यहरू यस्तो छ है something about that. So what you're looking बाजे भाषण गराएछ हामी चाहिँ भनेको डाउनटाउन सिटी यहाँदेखि यस्तो देखिन्छ दुलुतको साह्रै दामी देखिँदो रहेछ हौ for, the lake is not, I'm sorry, राम्रो देखिँदो रहेछ not disturbed. यही हो यस्तै हेर्ने त हो नि ए छेउ घुमाउँदो रहेछ यो पुल चाहिँ तलमाथि गर्दो रहेछ हाइड्रोलिकले Well, that's Captain Salute. I'm as the bridge. कुन चाहिँ कराको Now, Captain Abbey most likely will do the same thing also. But we'll be right underneath the bridge, so it's probably going to be a little bit louder when we get there. यो पुल चाहिँ तलमाथि गर्दो रहेछ हाइड्रोलिकले हो सिपहरू आउँदाखेरि माथि जाँदो रहेछ अनि सिपहरू गइसकेर मान्छे वारिपारी गर्नु पर्यो भने चाहिँ पत्र पुलमा पनि पो रहेछ हरन यो चाहिँ मान्छे वारिपारी गर्नु पर्यो भने चाहिँ गाडीहरू पो वारिपारी गर्दो रहेछ यहाँ त गाडी र मान्छे वारिपारी गर्दो रहेछ त्यही भएर काममा ढिलो किन आएछ भन्दाखेरि नि यस्तो चाहिँ पुल माथि गरेर Into the harbor now. We're on पुरा त त्यसै पो रहेछ the right side here. Upcoming is the delivery. यता पारी जानको लागि चाहिँ यो पुल तल झर्दो रहेछ Okay. यो पुल अनि जहाज आउँदाखेरि फेरि माथि 1600s. त्यस्तो पो रहेछ And bogs and what have you. यता हाम्रो पछाडि पनि आउँदैछ अर्को And so you see how रातो जहाज यो चाहिँ त्यो 400 years will do for you. बालुवाको लोड तान्ने जहाज Otherwise known as the deck. अब कता लग्यो Just to start. सकेको Home of the gold medal winning Olympic एक्वेरियम कहाँ हो built in the year 2000. When it was built, it was अब सबै बाजेले बताउनु चाहिँ बताउँदैछ अब के गर्ने बुझिँदैन धेरै कुरो होइन अब बाजेको इङ्ग्लिस आफै बुझ्नु होला है भिडियो हेर्ने व्यक्तिहरूले अघि अर्कै साइड गइएको थियो अब अहिले भनेको फेरि अर्कै साइडतिर ल्याएको छ होइन अहिले भनेको टोपी ओढेर जाडोमा हो पछाडि अहिले भनेको हामी चाहिँ अघि यता पछाडि घुमेको थियौँ अब अहिले भनेको यता अर्कोपट्टि खै यो पुरा पश्चिमै यहाँ छुट्याउनु गाह्रो पर्छ हो त्यही भएर चाहिँ अनि पुच्छारदेखि त कुच्चा त टुप्पो भनेको यही हो नि यो चाहिँ देखिँदैछ के अरे दुलुत है यो चाहिँ हाँस जे होस् भिजिट आजको दुलुतको रमाइलो छ एकदमै मजा आइरहेछ जहाज चढ्नु राति पनि नभनिकन आएको फाइदा यही हो यसरी घुम्न पाइरहेछ घुमिराखिया छ है म वर्षभरि काम गऱ्यो एकचोटि घुम्न आयो यस्तै हो जिन्दगीमा नघुमेको कति मात्र काम मात्र गर्न त हौ घुम्नु पनि पर्छ नि
अब यो चाहिँ आधी विस्कन्सिस छ र आधी चाहिँ दुलुत के भन्छ मिनिसोटा छ है यहाँनिर सिमाना छ। अब यो कहाँदेखि हो यो अलिक छुट्याउनु गाह्रो पर्छ म्यापै हेर्नुपर्ने हुन्छ होइन। अब सायद यो यतापट्टि चाहिँ पर्छ विस्कन्सिस, यो अहिले हिँडेको चाहिँ हामी मिनिसोटा दुलुत हो। विस्कन्सिस र मिनिसोटाको सिमानामा पर्छ दुलुत चाहिँ। हामी चाहिँ त्यहाँ आइपुगेका छौँ घुम्नु भिजिटमा, फ्यामिली टुर। के कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला मेरो भिडियो है, लाइक पनि गर्नु होला र नयाँ हेर्नुहुने मित्रहरूले सब्सक्राइब पनि गर्नु होला। हस् त अब सिनहरू हेरौँ है त, यहाँको मान्छे मात्र कति हेर्नु होइन, सिन पनि हेरौँ न। यो देखिएको पुलदेखि यता भनेको के अरे विस्कन्सिस, यता भनेको मिनिसोटा पर्छ है गाइजो। अहिले भनेको हामी सेन्टरमा छौँ है सिमानामा, विस्कन्सिस र मिनिसोटाको सिमानामा छु अहिले भनेको। ठ्याक्कै सिमानामा हेरौँ त ल पुल कस्तो दामी देखिरहेछ नि हो पछाडि। ओ माइ गॉड, यस्तै हेर्न भनेर घुम्न भनेर आएको। यो पछाडि देखिन्छ नि हो। सानो सानो कम्पनीहरू छैन हो दुलुतमा। यहाँ चाहिँ छ दुईटा पुल, पुरानो र नयाँ। पुरानोलाई भत्काएर पुरानो र नयाँ पुल कसरी बनाएको छ दिमाग लगाएर। उहिले बनेको पुल पनि छ। यो चाहिँ यो कालो चाहिँ म सानो चाहिँ एकदमै पुरानो पुल हो, अर्को माथिको चाहिँ नयाँ हो। के गर्ने संसारकै सबैभन्दा ठुलो अरे यो चाहिँ भनेको गाइजो, संसारकै सबैभन्दा ठुलो डक स्टेसन है। सिपहरूमा सामान लोडिङ गर्ने ठाउँ भनिँदो रहेछ है। यो चाहिँ दुईपट्टि छ है, पुरानो रहेछ। यो चाहिँ संसारकै सबैभन्दा ठुलो अरे यहाँ। माथिबाट झार्छ यस्तै, यो तल सिपमा झर्छ होइन सामान। त्यो बालुवाहरू केहरू लोड गर्ने। अहिले चाहिँ डस्ट, फलम बनाउने डस्ट। फलम बनाउने मेटेरियल लोड गर्ने यो चाहिँ कडा रहेछ त। ट्रेनहरूले उता लिएर आउँछ अनि यहाँ यता सिपमा झार्ने रहेछ ट्रेनहरूले होइन। त्यसो पो रहेछ त कुरो त, यस्तो हुँदो रहेछ है लस्करै। यो चाहिँ सरर बालुवा जस्तो, त्यो फलाम बनाउने बालुवा जस्तो धुलो सरर आउँछ यो नालादेखि माथिबाट ट्रेनले झारिदिँदो रहेछ। अनि त्यसबाट सिपले यहाँदेखि अब कहाँ लाने हो लिएर जाँदो रहेछ है। त्यस्तो रहेछ, यस्तोहरू देख्न पाइँदो रहेछ। जे होस् दुलुत आएको फाइदै हो।
यस्तो देखिएकै थिएन। So they built those. So after 1970, these were actually conveyors out there. Those were lower down. बाजेले भन्दैछ नि बताउनु त बताउँदैछ बुझिँदैन हो। Actually moved back and forth across the ship, loading up the hull. फाइनली हाम्रो चाहिँ के भन्छ टुर सिद्धियो सिपको है। 2 घन्टे टुर हाम्रो सिद्धियो। अब एक्वेरियमतिर जाने चाहिँ अब ल बाजेहरूले यहाँ चाहिँ जहाज पनि बाँध्दैछन्। हाम्रो पाइलट बाजेहरूले यहाँ बाँधिसके। अब छेउमा टसाउँछन् अनि हामी उत्रेर एक्वेरियम अनि हामी उत्रिने र अब नेक्स्ट भिडियो चाहिँ एक्वेरियमको आउँछ। एक्वेरियम अरूको है धेरै लामो भिडियो हुन्छ। म चाहिँ टुक्रा टुक्रा अब छोटो छोटो बनाउँदै हजुरहरू सामु ल्याइदिन्छु है त। एकैचोटि लामो भिडियो के हाल्नु भनेर है। खै ओइलहरू पानीहरू केहरू खै पानी नै यस्तै होला। मैले उता त फेरि सफा थियो। ए होइन हौ त्यो त उयसको उयो हो के तल पङ्खाले घुमाएको। अब हाम्रो उत्रिने टाइम भयो है त। हामी उत्रिने यहाँदेखि उत्रेर जाने बाहिर। सो के कस्तो लाग्छ भिडियो कमेन्ट गर्नु होला, लाइक गर्नु होला हाम्रो अनुहार हेरेर है। हाम्रो टुर सिद्धियो। अब बाहिर हाम्रो पाइलट बाजेहरू सबैजना निस्किएर अब आफ्नो आफ्नो गन्तव्यतिर फेरि पहिलो यात्रा सकिएको छ। अब सक्यो हाम्रो सिपको यात्रा सक्यो है सक्यो। ल ओके अहिलेलाई बाई बाई।